नयाँ व्यक्ति जोडिनु भएको हुन्छ र उहाँहरूले क्वेसन गर्नुहुन्छ, त्यही क्वेसनको उत्तर दिएको मैले। एउटै कुरा बारम्बार गर्न म खोजेको होइन, नयाँ व्यक्तिले सोधेको प्रश्नको उत्तर दिएको। अब बिचरा उहाँहरूलाई थाहा नहुन सक्छ मैले हिजो गरेको चिज, त्यही भएको कारणले मैले यो उत्तर दिएको है। र रमेश लेखकको र केपी शर्मा ओलीको जेलसम्मको योग छ, मुद्दा मामला इत्यादि लाग्छ। यो समय थोरै धैर्यता गर्नुहोस्, त्यसपछि तपाईँहरूले देख्नुहुन्छ है यो कुराहरू आउँछन्। अब जाउँ, शेयर बजारको कन्डिसन कस्तो छ तपाईँहरूलाई थाहा छ। भदौ असोज कार्तिक मङ्सिर पुष महिना अत्यधिक राम्रो हो, तर श्रावण भदौ असोज कार्तिकमा ठुलो परिवर्तन देशमा हुन्छ। त्यसैले गर्दा देशलाई धक्का लाग्छ, तर बाहिरी आउट अफ कन्ट्रीमा शेयर बजारको कन्डिसन एकदमै राम्रो भएर जान्छ, उन्नति प्रगति हुन्छ भनेर भनेको मैले हो। त्यसैले गर्दा शेयर बजारको क्षेत्र अहिले नाजुक छ र नाजुकै पनि रहिरहन्छ केही हदसम्म। अहिले ठिक हुने कन्डिसन छैन है। यो सालको अन्तिम फेजबाट अलिकति राम्रो हुन थाल्छ, तर शेयर बजार अहिले डामाडोली स्थिति रहन्छ है, स्थिर छैन अहिले। त्यही भएको कारणले विचार पुर्याउनु होला। शेयर बजारको क्षेत्रमा वात्तै लगानी नगर्नु होला, तपाईँलाई मार्का पर्न सक्छ, विशेष विचार पुर्याउनु होला।